यो के हो? माका फाइटिङ सर्पले मार्दैछ कि यो छुट्याइदिउँ कि के गर्नु? छुट्याइदिउँ? लुकाका छुट्याउ नि त। हेर्नु त यत्रो सर्प, यसले चाहिँ सर्प मार्नु खोज्यो हो, तर सर्पले बेर्यो क्या यसलाई। हेर्नु त अब बाटोको क्रममा यस्तो छुट्याइदिनु। त्यो हिर्काएर होइन, डन्ठी ल्याउनु। यो दुइटैको ज्यान जाने सम्भावना भयो क्या। ल त्यो सर्प मर्नेवाला हो, तर सर्प चाहिँ नमारिदिउँ, छुट्याउने चाहिँ प्रयास गरौँ। आज दुःख पाइन्छ काका, थाहा होस् हो। त्यहाँ टोक्छ है फेरि, हाम्रो काकाले छुट्याउँदै हुनुहुन्छ। यस्तो भेट्यो प्रथम सर्प खानु खोज्या होला। नेउरी मुसा होइन, कस्तो गाँठो पर्दो छ यो। अब दुइटै मर्छ नि मर्दा। यो अर्कोको टाउको टोकिसकेको छ, एउटाको ज्यान बेरिसकेको छ। के सर्प रहेछ यो? साँभियो। यसले बिस कति कडा हुन्छ? छुट्याउन सकिँदैन क्या? खै अर्को डन्ठिन्छ? छुट्याउन नसकिने रहेछ, साह्रो पक्रेको रहेछ।